This is day one. This is the continuation of the Here I Come Nepal video that I made. And yeah, so I'm gonna be studying social. I know my social part, so you guys can see Kara. Sorry. Send me the यसरी चाहिँ हुने यसरी ल हमारा 2047 कार्तिक 23rd 2047 वैशाख 6 गते अन्तरिम सरकारको गठन भएको थियो। अन्त्यपछि 2047 कार्तिक 23 गते नयाँ संविधान जारी। नेपाल अधिराज्य संविधान 2047 वैशाख 6 मा अन्तरिम सरकार गठन। अन्त्यपछि 2047 कार्तिक 23 गते नयाँ संविधान जारी। 2048 वैशाख 29 गते आम निर्वाचन। 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 प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला। यो निर्वाचनमा चाहिँ
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको थिए र यो सरकार 2050सम्म रह्यो अनि 2050मा यसको विघटन भयो। 2047 वैशाख 6 गते चाहिँ अन्तरिम सरकारको गठन भएको थियो अनि त्यसपछि 2047 कार्तिक 23 गते चाहिँ नेपाल अधिराज्यको संविधान 2047 जारी भएको थियो अनि त्यसपछि 2048 वैशाख 29 गते चाहिँ आम निर्वाचन सम्पन्न भएको थियो जहाँ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए अनि त्यसपछि यो सरकार चाहिँ 2050सम्म रह्यो र यसको विघटन 2015मा भयो। 2047 वैशाख 6 गते 2047 वैशाख 6 गते अन्तरिम सरकार गठन भएको थियो। 2047 कार्तिक 23 गते नेपाल अधिराज्यको संविधान 2047 जारी भएको थियो र 2048 वैशाख 29 गते आम निर्वाचन सम्पन्न भएको थियो जहाँ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको थिए र यो सरकार 2050सम्म भयो र 2050मा यसको विघटन भयो। 2051 कार्तिक 29 गते मध्यावधि 2051 कार्तिक 29 गते 2051 कार्तिक 29 गते मध्यावधि निर्वाचन भयो। 2051 कार्तिक 29 गते 2051 कार्तिक 29 गते 2051 कार्तिक कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेन र ठुलो दलको हिसाबले नेकपा एमाले प्लस मधेसवादी दलहरूले सरकार गठन गर्यो। 2051 कार्तिक 29 गते 2051 कार्तिक 29 गते चाहिँ मध्यावधि निर्वाचन सम्पन्न भयो जहाँ कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत जित्न सकेको थिएन र ठुलो दलको हिसाबले नेकपा एमाले मधेसवादी दलहरूसँग मिली सरकार गठन गर्यो। कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेन र ठुलो दलको हिसाबले नेकपा एमाले प्लस मधेसवादी दलहरूले सरकार गठन गरे। यो मध्यवादी सरकार पछि चाहिँ प्रधानमन्त्री मनमोहन शमशेर भएका थिए। मनमोहन अधिकारी प्रधानमन्त्री मनमोहन अधिकारी। अल्पमतको सरकार भएका कारण 9 महिनासम्म अविश्वासको प्रस्ताव पास भएर विघटन गरेर यो चाहिँ अल्पमतको सरकार थियो अनि यसलाई चाहिँ 9 महिनामा यो गठन भएको 9 महिनामा अविश्वासको प्रस्ताव संसदमा जारी गरेर यसको विघटन भयो। 9 महिनामा फेरि शेरबहादुर देउवा प्रधानमन्त्री भयो। त्यसपछि फेरि शेरबहादुर देउवा प्रधानमन्त्री भयो। त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भयो। त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भयो। फेरि 2056मा आम निर्वाचन भयो र गिरिजाप्रसाद फेरि प्रधानमन्त्री भए। गिरिजाप्रसाद कोइराला भन्छ गिरिजाप्रसाद कोइराला चाहिँ दुईचोटि, एउटा 2048 एउटा 2048 वैशाख 29 गतेको आम निर्वाचनपछि अनि 2056को आम निर्वाचनपछि। अहिलेसम्म के भयो त अहिलेसम्म 2047 वैशाख 7 गते चाहिँ नेपाल 2047 वैशाख 6 गते 2047 वैशाख 6 गते चाहिँ अन्तरिम सरकारको गठन भयो कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अनि यसको चाहिँ दुईटा मुख्य जिम्मेवारी थियो। एउटा चाहिँ 2048 सालभित्रसम्म आम निर्वाचन सम्पन्न गर्यो अनि त्यसपछि एउटा संविधानको मसौदा तयार पार्ने अनि त्यसपछि
2047 वैशाख 6 गते चाहिँ अन्तरिम सरकारको गठन भयो। अनि त्यसपछि 2047 कार्तिक 23 गते चाहिँ नेपाल अधिराज्यको संविधान 2047 जारी भयो। 2047 कार्तिक 23 गते 2047 वैशाख 6 गते थियो, अहिले चाहिँ 2047 कार्तिक 23 गते। अनि त्यसपछि आम निर्वाचन चाहिँ 2048 वैशाख 29 गते भयो। आम निर्वाचन चाहिँ 2048 वैशाख 29 गते भयो, जहाँ चाहिँ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भयो। जहाँ चाहिँ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भयो 2048 वैशाख 29 गते 2048 वैशाख 29 गते। अनि यो चाहिँ 2057 रह्यो, अनि त्यसको विगत 2057 भयो। अनि त्यसपछि 2000 के त त्यसपछि यार 2051 मा के भएको थियो? 2051 कार्तिक 29 गते केही चाहिँ भएको थियो। 2051 कार्तिक 29 गते चाहिँ नेपाली 2051 कार्तिक 29 गते चाहिँ कुनै पनि दलले स्पष्ट बहुमत जारी गर्न सकेर र ठुलो दलको हिसाबले नेकपा एमाले प्लस माओवादी दलहरू मिलिजुली अल्पमतको सरकार गठन गरे, जहाँ चाहिँ मनमोहन अधिकारी प्रधानमन्त्री भए। तर यो चाहिँ अल्पमत सरकार भएका कारणले चाहिँ 9 महिनामै अविश्वासको प्रस्ताव संसदमा पेश गरेर यसलाई विघटन गरियो र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भए। अध्यक्ष 2056 मा आम निर्वाचन भयो, जहाँ चाहिँ गिरिजाप्रसाद कोइराला फेरि प्रधानमन्त्री भए। मैले के मिलाएँ? 2047 वैशाख 6 2047 वैशाख 6 गते अन्तरिम सरकारको गठन भयो। 2047 कार्तिक 23 गते नयाँ संविधान जारी भयो। अनि त्यसपछि 2048 वैशाख 29 गते आम निर्वाचन भयो, जहाँ प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भयो र यसको विगत 2047 वैशाख 6 गते 2047 वैशाख 6 गते 2047 कार्तिक 23 गते 2047 कार्तिक 23 गते 2048 वैशाख 29 गते। मध्यअवधि निर्वाचन चाहिँ 2051 कार्तिक 29 गते भएको थियो। 2051 कार्तिक 29 गते चाहिँ मध्यअवधि निर्वाचन भएको थियो। म चाहिँ माओवादी विद्रोह, मैले चाहिँ यो नोट्सहरू बनाएको छ हरेक हिस्ट्रीको। यो जस्तै 46 to 63 को सबै भएछ यतापट्टि, अनि त्यसपछि यतापट्टि 2007 to 17 सबै छ, हरेक डेट्सहरू छ यहाँ चाहिनेपट्टि। अनि त्यसपछि यिनीहरू आउँछ। अनि 17 to 46 यहाँ, अनि यो चाहिँ 7 को। हजुर किन ह्याप्पी होली छोरो? भिडियो के को बनाउँछ? ह्याप्पी होली भिडियो भिडियो बनाएर पढिरहेको छु, देख्छ न? सुन्न गर न, त्यो भिडियो बनाउनेतिर लाग्दाखेरि तिम्रो त्यतातिर जान्छ क्या दिमाग। जान्न भने के पढिरह? सोसल पढिरहेको छु, देख्छ न? गइसक्यो भने त्यहाँ रेकर्ड गर्ने? रेकर्ड यो पनि पार्ट अफ एउटा सामाजिक अध्ययन नै हो। कट गर्नुपर्छ यसलाई। यो त साँच्चै अनफिल्टर्ड भिडियो। माओवादी विद्रोह 2052 माघ 1 गते चाहिँ माओवादी विद्रोह सुरु भएको थियो।
2052 2052 फागुन 1 गते दिल्ली सम्झौता भएको बेला होइन त दिल्ली सम्झौता भएको बेला 2052 फागुन 1 गते 2052 फागुन 1 गते माओवादी विद्रोह सुरु भएको थियो 2058 फागुन 1 गते 2058 फागुन 1 गते 2058 फागुन 1 गते 2058 फागुन 1 गते 2052 फागुन 1 गते 2058 फागुन 1 गते 2058 फागुन 1 गते चाहिँ माओवादी विद्रोह सुरु भएको थियो माओवादी विद्रोह अनि दिल्ली सम्झौता एकैचोटि भएको थियो एकै दिन 2050 तर दिल्ली सम्झौता 2007 मा भएको थियो यो चाहिँ 2058 मा भएको 2058 माओवादी विद्रोह चाहिँ 2050 या पनि भएन 2052 फागुन 1 गते 2052 फागुन 1 गते 2052 राजदरबार हत्याकाण्ड चाहिँ 58 मा भयो माओवादी चाहिँ 2052 फागुन माओवादी चाहिँ 2052 फागुन 1 गते भएको हो अनि त्यो चाहिँ अर्को राजदरबार हत्याकाण्ड चाहिँ 2058 मा भयो Okay, let's again continue. So 2052 फागुन 1 गते 2052 दिल्ली सम्झौताका दिन माओवादी विद्रोह भएको थियो अनि त्यसपछि 2058 मा चाहिँ राजदरबार हत्याकाण्ड भएको थियो फुल डेटहरुमा 2058 जेठ 19 2058 जेठ 19 चाहिँ राजदरबार हत्याकाण्ड 2058 जेठ 19 2058 जेठ 19 2058 जेठ 19 माओवादी विद्रोह चाहिँ 2052 फागुन 1 गते सुरु भएको थियो अनि त्यसपछि राजदरबार हत्याकाण्ड चाहिँ 2058 जेठ 19 2058 जेठ 19 2058 जेठ 19 2058 जेठ 19 ल रातिको 9 देखि 11 बजे 9-11 रातिको 9-11 बजेसम्म रातिको 9 देखि 11 बजेसम्म चाहिँ राजदरबार हत्याकाण्ड भयो थियो So to sum it all up, look at this. Mama नहेरिकन भन्छु है this one only. So सुरुमा चाहिँ 2047 वैशाख 6 गते चाहिँ नेपालको अन्तरिम सरकारको गठन भएको थियो कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा जसको चाहिँ दुईवटा मुख्य दायित्व थियो एउटा 2048 सालभित्र चाहिँ आम निर्वाचन सम्पन्न गर्ने अनि 2047 मै चाहिँ सरकार एउटा संविधान बनाउने कन्स्टिट्युसन बनाउने अनि त्यसपछि so this सरकार was established in 2047 वैशाख 6 गते 2047 वैशाख 6 गते then 2047 कार्तिक 23 गतेको दिन नेपाल अधिराज्यको संविधान 2047 जारी भएको थियो 2047 कार्तिक 23 गते 2047 को वैशाख 6 गते चाहिँ अन्तरिम सरकारको गठन भएको थियो भने त्यसकै कार्तिक 23 गते चाहिँ नेपाल अधिराज्यको संविधान 2047 जारी भएको थियो अनि त्यसपछि अर्को वर्ष अब 2048 वैशाख 29 गते 2048 वैशाख 29 गते चाहिँ आम निर्वाचन सम्पन्न भएको थियो जहाँ गिरिजा प्रसाद कोइराला चाहिँ प्रधानमन्त्री भएको थियो र यसको विघटन चाहिँ 2015 मा भएको थियो 2048
वैशाख 29 गते 2048 वैशाख 29 गते। अनि त्यसपछि चाहिँ 2051 2051 कहिले थियो 2051 कार्तिक 29 गते 2051 कार्तिक 29 गते चाहिँ मध्यावधि निर्वाचन भएको थियो, जहाँ चाहिँ संसदमा चाहिँ सामान्य बहुमत कसैले नै निकाल्न सकेको थिएन। तर ठुलो सरकारको दायित्वले नेकपा एमाले मधेसवादी दलहरूसँग मिलिजुली अल्पमतको सरकार गठन गरेको थियो र मनमोहन अधिकारी प्रधानमन्त्री भएको थियो र 9 महिनामै अविश्वास प्रस्ताव जारी गरेका कारणले चाहिँ यो सरकारको विघटन भएको थियो र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भए। अनि त्यसपछि चाहिँ 2056मा चाहिँ के भएको थियो भन्दाखेरि त्यसपछि खासमा 52को फागुन 1 गते चाहिँ माओवादी विद्रोह सुरु भएको थियो। 2052 फागुन 1 गते 2052 फागुन 1 गते। अनि त्यसपछि चाहिँ 2056मा चाहिँ फेरि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए। 2056मा आम निर्वाचन भयो अनि गिरिजाप्रसाद कोइराला फेरि प्रधानमन्त्री भएका थिए। अनि त्यसपछि 2058 जेठ 19 गते चाहिँ राजदरबार हत्याकाण्ड। सो मैले के मेरो 2047 वैशाख 6 गते अन्तरिम सरकार गठन, यो मिलाएर 2047 कार्तिक 23 गते नयाँ संविधान जारी, यो मिलाए 2048 वैशाख 29 गते आम निर्वाचन, यो मिलाए 2051 कार्तिक 29 गते, यो नि मिलाए। ओ माई गड, यो मिलाएन मैले, मिलाएन नि त, मिला होला मैले के भने थिएँ, कार्तिक 29 भने होइन, जस कार्तिकको 2047 वैशाख 6 गते 47 कार्तिक 23 गते 2048 वैशाख 29 गते अनि त्यसपछि 2051 कार्तिक 29 गते माओवादी निर्वाचन भएको थियो। अनि त्यस माओवादी विद्रोह चाहिँ 2052 फागुन 1 गते, माओवादी विद्रोह चाहिँ 2052 फागुन 1 गते। अनि त्यसपछि 2056मा आम निर्वाचन र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, 2056मा आम निर्वाचन र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री। अनि त्यसपछि 2058 जेठ 19 गते रातिको 11 देखि 9 बजेसम्म राजदरबार हत्याकाण्ड। अनि हत्याकाण्डपछि शेरबहादुर देउवा प्रधानमन्त्री, हत्याकाण्डपछि चाहिँ गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएको थियो। 2056मा जुन आम निर्वाचन भएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको थियो नि, त्यो चाहिँ हत्याकाण्डपछि चाहिँ गिरिजाप्रसाद कोइरालाले राजीनामा दिए र शेरबहादुर देउवा प्रधानमन्त्री भयो। अनि 2059 को असोज 18 2059 को असोज 18 राजा ज्ञानेन्द्रले भयो। यो शेरबहादुर देउवाको बिफ चाहिँ राजा ज्ञानेन्द्रसँग भयो। 2059 असोज 18 2059 असोज 18 चाहिँ राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई असक्षम प्रधानमन्त्री भनी पदबाट हटाए। 2058 असोज 18 गते चाहिँ राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई असक्षम प्रधानमन्त्री भनी पदबाट हटाए र उनले लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाए। लोकेन्द्र बहादुर चन्द त सधैँ त्यो रिजर्भमा आउँदो रहेछ यार। योभन्दा अगाडि नै को थियो त्यो सिंहदरबार जलेसी 2030 जेठ 15 गतेको दिन। अनि त्यतिखेर चाहिँ कीर्तिनिधि विष्टले राजीनामा दिए। अनि त्यहाँपछि सूर्यबहादुर थापा प्रधानमन्त्री भएको थियो। अनि फेरि पिस्कर हत्याकाण्ड चाहिँ 2031मा गयो। अनि त्यसमा चाहिँ सूर्यबहादुर थापालाई चाहिँ
संसदमा अविश्वासको प्रस्ताव जारी गरेर यो भएको थियो। अनि फेरि अब चाहिँ राजा ज्ञानेन्द्र शेरबहादुर देवाललाई असक्षम प्रधानमन्त्री भनी पदबाट हटाएर उनले लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाए। सधैँ रिजर्भमा हुँदो रहेछ यार सब्स्टिट्युसन भनेर। प्रधानमन्त्री बनाए। उनले लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाए। देशभित्र र देशबाहिर देशभित्र र देशबाहिर राजा ज्ञानेन्द्रको आलोचना भयो र केही समयपछि पुनः शेरबहादुर देवा प्रधानमन्त्रीमा नियुक्ति भयो। सो 2058 असोज होइन, यो चाहिँ 58 असोज 18 2058 असोज 18 2058 असोज 18मा चाहिँ के भएको थियो भन्दाखेरि राजा ज्ञानेन्द्रले 59 2059 असोज 18 2059 असोज 18 2059 असोज 18 2059 असोज 18 2061 माघ 19 गते। माघ 19 गते चाहिँ राजा ज्ञानेन्द्रले शेरबहादुर देवाललाई प्रधानमन्त्रीबाट हटाई संसद प्रतिनिधि सभा विघटन गरे। बिफ त अति रहेछ यार त। फर्स्ट टाइम बिफ सुरु भएको भनेको चाहिँ 2059 असोज 18 2059 असोज 18 2059 असोज 18 2059 असोज 18 अनि फेरि 2061 को माघ 19 जनकपुर बम काण्ड हुनुभन्दा अगाडि होइन त्यो होइन के अरे त्यो दुर्गानन्द झालाई मृत्युदण्ड दिनुभन्दा अगाडि भएको थियो भन्नाले इयरको हिसाबले होइन डेटको हिसाबले। सो 2059 असोज 18 2059 असोज 18 अनि 2061 माघ 19 गते 2061 माघ 19 राजा ज्ञानेन्द्रले प्रतिनिधि सभालाई विघटन गरे। 2061 माघ 19 2061 माघ 19 2061 माघ 19 2061 माघ 19 सेकेन्ड दिल्ली सम्झौता 7 राजनीतिक दल र माओवादी बीच 12 बुधे समझदारी पत्रमा हस्ताक्षर भई शान्तिपूर्ण सेकेन्ड जनआन्दोलन। यो हुनुभन्दा अगाडि नै दिल्ली सम्झौता भइरहेछ सेकेन्डवाला। कस्तो थियो होला यार 2062 मङ्सिर 7
सो फर्स्ट दिल्ली सम्झौता चाहिँ 2007 फागुन 1 गते भएको थियो 2007 फागुन 1 गते भएको थियो अनि सेकेन्ड चाहिँ 2062 मङ्सिर 7 सेकेन्ड दिल्ली सम्झौता 2062 मङ्सिर 7 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 Really? चैतको 22 गतेदेखि सुरु हुनुपर्ने होइन Ah, 24 भनेको त मैले 24 चैत्र 24 2062 भनेपछि 30 minus 24 plus 11 17 डेजको मात्र कहाँ भएको थियो 90 डेजको छ नि होइन 32 सम्म होला नि त चैतको महिना चाहिँ 32 डेजको हुन्छ यो वाला चाहिँ त्यो राजदरबार हत्याकाण्ड एकचोटिमा भन्छ है सो 2058 जेठ 19 गते चाहिँ के भएको थियो भन्दाखेरि राजदरबार हत्याकाण्ड भएको थियो बेलुकाको 9 देखि 11 बजीसम्म त्यसपछि 2059 को असोज 18मा चाहिँ राजा ज्ञानेन्द्रको ब्रिफ भयो लोकेन्द्र बहादुर चन्दलाई आयो ब्ला 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 अनि त्यसपछि 2061 को माघ 19 गते चाहिँ प्रतिनिधि सभा विघटन गर्यो शेरबहादुर देउवालाई प्रधानमन्त्रीको पदबाट हटायो त्यसपछि दिल्ली सम्झौता चाहिँ 2062 मङ्सिर 7 गते 2062 मङ्सिर 7 गते सबै राइट okay. $34 minutes. सात राजनैतिक दल र यो चाहिँ को बिचमा भएको छ भन्दाखेरि 7 राजनैतिक दल र माओवादी बिच 7 राजनैतिक दल र माओवादी बिच 12 बुँदे समझदारी पत्रमा हस्ताक्षर भई शान्तिपूर्ण 12 बुँदे समझदारी पत्रमा 12 बुँदे समझदारी
बिच चाहिँ 12 बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो। के भएको थियो? 12 बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो। 12 पोइन्ट समझदारी पत्र, 12 पोइन्ट समझदारी पत्रमा चाहिँ हस्ताक्षर भएको थियो। सेकेन्ड दिल्ली आन्दोलन सेकेन्ड दिल्ली सम्झौता एके 2062 मङ्सिर 7मा चाहिँ के भएको थियो भन्दाखेरि सातवटा राजनैतिक दल र माओवादी बीच 12 बुँदे समझदारी पत्र 12 बुँदे समझदारी पत्रमा चाहिँ हस्ताक्षर भएको थियो र शान्तिपूर्ण जनआन्दोलन गर्ने निर्णय भयो। चैतको 24 देखि वैशाखको 11 सम्म। माओवादी र 7 राजनैतिक दल मिलेर भएको थियो। 2063 वैशाख 11। 2063 वैशाख 11 प्रजातन्त्रको स्थापना चाहिँ अब यसमा चाहिँ यस्तो हुन्छ। फर्स्ट दिल्ली सम्झौता चाहिँ 2007 मङ्सिर फर्स्ट दिल्ली सम्झौता चाहिँ 2007 फागुन 1 गते भएको थियो। अनि त्यसपछि सेकेन्ड दिल्ली सम्झौता चाहिँ 2062 मङ्सिर 7 गते भयो। अनि त्यसपछि प्रजातन्त्रको इनिसियल स्थापना चाहिँ 2007 फागुन 7 गते भएको थियो। अनि त्यसपछि सेकेन्ड प्रजातन्त्रको पुनर्स्थापना चाहिँ 2063 वैशाख 11। 2063 वैशाख 11 प्रजातन्त्रको स्थापना र प्रतिनिधि सभा पनि पुनर्स्थापना 2063 वैशाख 11। 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 2063 वैशाख 11 2007 फागुन 1 corresponds to 2062 फागुन 7 and 2007 फागुन 7 corresponds to 2063 वैशाख 11। अब यो सम्झिन सजिलो छ किनकि यो क्वेसन नै आएको थियो अनि मैले त्यो रङ गरेको थिएँ। 2063 जेठ 4 2063 जेठ 4मा चाहिँ के भएको थियो? नेपाललाई धर्मनिरपेक्ष राष्ट्र भनेको थियो। ऐतिहासिक घोषणा भयो प्रतिनिधि सभाबाट 2063 जेठ 4। 2063 जेठ 4मा चाहिँ प्रतिनिधि सभाबाट ऐतिहासिक घोषणा भएको थियो। प्रतिनिधि सभाबाट ऐतिहासिक घोषणा भएको थियो जहाँ चाहिँ नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र भनेको थियो। धर्मनिरपेक्ष राष्ट्र भनेर घोषणा गरेको थियो। सरकारको सम्पूर्ण श्री 5 सरकारको सम्पूर्ण हक अधिकार मन्त्री परिषद श्री 5 सरकारको सम्पूर्ण हक अधिकार मन्त्री परिषदमा श्री 5 अधिकारको सम्पूर्ण हक अधिकार मन्त्री परिषदमा श्री 5 सरकारको हक अधिकार श्री 5
श्रीपाद सरकार श्रीपाद सरकारको अधिकारहरू प्रशासनिक कार्यहरू जिम्मेवारीहरू शान्ति सुव्यवस्था काम गर्नको लागि कस्तो कस्तो सक्रियता जनाउनु पर्छ तिनीहरू लगायतका भूमिका निर्वाह गर्नुपर्ने दायित्वहरू चाहिँ सबै श्रीपाद सरकारको चाहिँ मन्त्री परिषदमा हस्तान्तरण गरेको थियो। अनि त्यहाँपछि चाहिँ यो राजाको सम्पत्तिमा चाहिँ करको सुरुवात भएको थियो 2006 राजाको सम्पत्तिमा चाहिँ कर लाग्नेको सुरुवात भएको थियो। सेनाको प्रमाधिपति राजा नहुने, सेनाको सुप्रिम लिडर चाहिँ राजा नहुने, सेनाको सुप्रिम लिडर चाहिँ राजा नहुने, सेनाको प्रमाधिपति सेनाको सुप्रिम लिडरलाई चाहिँ प्रमाधिपति भन्छ। प्रमाधिपति शाही नेपाली सेनाको नाम परिवर्तन भए नेपाली सेना शाही नेपाली सेनाको नाम परिवर्तन भए नेपाली सेना भयो। शाही नेपाली सेनाको नाम परिवर्तन भए नेपाली सेना भयो। शाही नेपाली सेनाको नाम परिवर्तन भए नेपाली सेना मात्र भयो। वायु सेवा निगम शाही वायु सेवा निगमको नाम परिवर्तन भए नेपाल वायु सेवा निगम। श्रीपादको सरकारको सट्टा नेपाल सरकार भनी प्रशासनिक कार्य श्रीपादको सरकारको सट्टा नेपाल सरकार भनी प्रशासनिक कार्य गराउने सुरुवात भयो। श्रीपादको सरकारको सट्टा नेपाल सरकार भनी प्रशासनिक कार्यहरू हजुर एकछिन 20 मिनट यो सकिन आँट्यो कि यो च्याप्टर सकिन आँट्यो कि 20 मिनट 20 मिनट ठ्याक्क अब हस् आउँछु ल 10 मिनट We're back. I just had my lunch. It took quite a long time. I'm wearing my hoodie too because it's getting a bit cold, And yeah, let's get right back into it. So, okay. यो चाहिँ याद गर्नुपर्छ प्रजातन्त्रको पुनर्स्थापन चाहिँ 2063 वैशाख 11 गते भएको थियो। प्रमाधिपति सुप्रिम लिडर भनेको प्रमाधिपति। अनि दोस्रो जनआन्दोलनमा शेरबहादुर देवालले राजा ज्ञानेन्द्रले हटाई तुलसी गिरी र कीर्तिनिधि विष्टलाई मन्त्री परिषदका अध्यक्षमा नियुक्ति गरेको थियो। 2006 जेठ 4 गते हो त्यो। 2006 जेठ 4 गते 2006 वैशाख 11 गते मङ्सिर 5 गते शान्ति सम्झौतामा हस्ताक्षर भयो। 2006 मङ्सिर 5 गते चाहिँ
शान्ति सम्झौतामा हस्ताक्षर भयो। शान्ति सम्झौतामा हस्ताक्षर भयो। शान्ति सम्झौतामा हस्ताक्षर भयो। शान्ति सम्झौतामा हस्ताक्षर भयो। यो गिरिजा प्रसाद कोइराला त यार कति अनि यो दोस्रो जनआन्दोलनको शान्ति सम्झौता 2063 मङ्सिर 5 2063 मङ्सिर 5 गते भएको थियो। नेपाली सरकारको तर्फबाट गिरिजा प्रसाद कोइराला प्रतिनिधि सभा पुनर्स्थापनमा भएपछि प्रधानमन्त्री भएको थियो। के अन्त चाहिँ माओवादीका तर्फबाट पुष्पलाल दाहाल बीच शान्ति सम्झौता। त्यसमा नेपाल सरकारको तर्फबाट गिरिजा प्रसाद कोइराला अनि त्यसपछि माओवादीको तर्फबाट चाहिँ पुष्पलाल दाहाल अनि 2064 चैत 28मा चाहिँ प्रथम संविधान सभाको निर्वाचन भएको थियो। 2064 चैत 28मा त्यत्रो बेर त्यो विधानसभाको निर्वाचन कहिले हुन्छ भनेको थियो 2064 चैत 28 2064 चैत 28 2064 चैत 28 2064 चैत 28 मा भएको थियो। अनि 2064 चैत 28देखि चाहिँ प्रतिनिधि सभाको काम संविधान विधानसभाले गर्नु। 2064 चैत 28 पछि चाहिँ प्रतिनिधि सभाको काम चाहिँ एकछिनको लागि सर्ट पिरियडको लागि चाहिँ विधानसभाले गर्न थाल्यो। अब त्यो विधानसभा चाहिँ 2009सम्म गर्ने भनेको थियो, तर त्यो गएर चाहिँ 2064 चैत 28 गते भयो। 2064 चैत 28 2064 चैत 28 प्रथम संविधान सभाको निर्वाचन भयो। प्रथम संविधान सभाको निर्वाचन भयो। माओवादी संविधान सभाको सबैभन्दा ठुलो दलको हैसियतले सरकार गठन भयो। अनि माओवादी चाहिँ त्यतिखेर प्रतिनिधि सभाको काम त विधानसभाले गर्ने भएको कारणले माओवादी चाहिँ त्यो विधानसभाको सबैभन्दा ठुलो दल थियो। अनि त्यसकै हिसाबले माओवादीले सरकार गठन गर्यो। माओवादी संविधान सभाको सबैभन्दा ठुलो दल थियो। माओवादी संविधान सभाको सबैभन्दा ठुलो दलको हैसियतले सरकार गठन गर्न पायो। 2065 जेठ 15 गते 2065 जेठ 15 गते गणतन्त्रको स्थापना डिक्लेरेसन अफ डेमोक्रेसी संविधान सभाको पहिलो बैठक। 2065 जेठ 15 गते चाहिँ गणतन्त्रको स्थापना नि भएको थियो, तर त्यतिखेर चाहिँ संविधान सभाको पहिलो बैठक नै भएको थियो। संविधान सभाको पहिलो बैठक 2065 श्रावण 6 गते नेपालमा पहिलो पटक राष्ट्रपति संविधान सभाबाट निर्वाचित भए। 65 ब्रोस्की एक झम्पेतिर भयो त्यस्तै होला, लेटेस्ट रहेछ जे होस्। $50 minutes. All right.
अनि 2065 श्रावण 6 2065 श्रावण 6 संविधान सभाबाट पहिलो पटक राष्ट्रपतिको निर्वाचन भयो डाक्टर रामवरण यादव 65 श्रावण छ 2065 श्रावण छ यो चाहिँ याद राख्नुपर्छ 2003 मक्सिर 5 गते भेरी भेरी इम्पोर्टेन्ट Ooh, I've seen this one. सङ्घीय गणतन्त्रात्मक प्रधान निर्वाचन अनि एउटा के एकात्मक संसद 2064 देखि 72 सम्म चाहिँ एकात्मक थियो 2072 सम्म चाहिँ 2072 सम्म राष्ट्रिय सभा थिएन एकात्मक थियो 2064 देखि 72 सम्म 2064 देखि 72 सम्म पछि संविधान जारी भए पश्चात संविधान सभाको विघटन भयो अनि 2074 मा निर्वाचन पश्चात प्रतिनिधि सभा संविधान जारी भए पश्चात संविधान सभाको अब 2072 मा चाहिँ नेपालको संविधान 2072 जारी भएपछि यो विधान सभाको विघटन भयो अनि 2074 मा निर्वाचन पश्चात प्रतिनिधि सभा र राष्ट्रिय अनि 2074 को निर्वाचन पश्चात अनि 2074 को निर्वाचन पश्चात प्रतिनिधि सभा र राष्ट्रिय सभाको स्थापना भयो विघटन चाहिँ 2069 जेठ 14 गते भएको थियो बाबुराम भट्टराईले तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मी मन्त्री परिषदको अध्यक्ष दोस्रो संविधान सभाको निर्वाचन गर्ने उनको मुख्य जिम्मेवारी
2005 में शांति समझौतामा हस्ताक्षर 2063 में यसरी पास गरे Okay. 2064 चैत 28 गते प्रथम संविधान सभाको चाहिँ 2064 चैत 28 गते 2064 चैत 28 गते दोस्रोको चाहिँ 2017 मङ्सिर 4 गते 2064 2070 चैत 28 गते मङ्सिर 4 गते 2017 मङ्सिर 4 गते 2064 चैत 28 गते 65 rounds are 65 rounds are Dr. Ram Puranga. Students 65 round 31 गते चाहिँ सङ्घीय गणतन्त्रात्मक प्रधान निर्वाचन संविधान सभाबाट भयो सङ्घीय गणतन्त्रात्मक निर्वाचन सभाबाट भयो संविधानद्वारा चाहिँ सङ्घीय गणतन्त्रात्मक निर्वाचन भयो 2065 साउन 11 गते अन्त चाहिँ 64 देखि 72 एकात्मक संसद राष्ट्रिय सभा थियो पछि संविधान जारी भए पश्चात संविधान सभाको विघटन भयो अनि 2070 को निर्वाचन पश्चात प्रतिनिधि सभा र राष्ट्रिय सभा 2074 पछि मात्र स्थापना भयो राष्ट्रिय सभा 2072 संविधान जारी भए पश्चात संविधान सभाको विघटन भयो विघटन चाहिँ 2069 जेठ 14 गते भएको थियो संविधान सभाको 2069 जेठ 14 गते 2069 जेठ 14 गते चाहिँ 2064 चैत 28 गते सुरु भएको थियो अन्त 2069 जेठ 14 गते विघटन अनि 2070 मङ्सिर 4 2064 चैत 28 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 2070 मा चाहिँ त्यो खिलराज रेग्मी नियुक्ति भएको थियो $2069 जेठ 14 राति 2069 जेठ 14 राति 2064 कार्तिक 28 चैत 28 Okay. बल्ल सक्यो यार So I have completed 2007, 2017 to 46, 2046 to 62 and 62 to now. Now remaining is त्यो अब जेनजी आन्दोलनहरुको बाँकी छ अनि त्यो अहिलेको लेटेस्ट कन्टेम्पोररी इश्युजहरु बाँकी छ बट एनीवेज कम्प्लिटेड अब चाहिँ म एक्स्ट्रा 1 आवर चाहिँ अब रिभिजन गर्छु
सबै पढेको जति अहिले सोसलको अनि नेपाली हिस्ट्रीलाई सबै सकाउँछु अनि अनफर्चुनेटली मैले त्यो चाहिँ अहिले रेकर्ड गर्न सक्दिनँ होला किनकि कति ब्याट्री लो भनेर देखिरहेको छु कति छ अहिले 4% ब्याट्री चार्ज छ या सो yeah it feels good to complete Nepali history because for me it was the hardest topic to learn in social किनकि धेरैवटा डेट्सहरू मेमोराइज गर्नु थियो त्यो टाइम लाइन चार्ट अनि त्यो रेयरली सोच्थ्यो तर एकदमै गाह्रो हुन्थ्यो त्यो वर्ल्ड वारको कम्पेरिजनमा एकदमै गाह्रो छ बट एनिवेज we have completed and let's not waste time to do revision and yeah I have completed yeah okay let's go vamos